100% डरबाट छुटकारा प्राप्त गर्नुहोस्। हामी हरेक दिन पवित्र आत्माको उपस्थितिलाई खोजी गर्छौँ र पवित्र आत्मासँगको घनिष्ठतामा जिउँदछौँ भने पवित्र आत्माको शक्तिमा उहाँले हाम्रा सबै डरहरू हटाइदिनुहुन्छ। किनभने यहाँ वचनले भन्दछ कि रोमी 8 अध्यायको 15 पदमा, किनभने फेरि डरमा पर्नलाई दासत्वको आत्मा तिमीहरूले पाएका छैनौ। जब पवित्र आत्मा आउनुहुन्छ हाम्रा सबै डरहरू उहाँले हटाइदिनुहुन्छ। जीवनमा कतिपय समय हामी डरमा जिउँछौँ होला, तर जब हामी पवित्र आत्माको उपस्थितिलाई खोजी गर्छौँ, पवित्र आत्माको महिमालाई खोजी गर्छौँ, हाम्रो जीवनमा भएका सबै डरहरूबाट उहाँले छुटकारा दिनुहुन्छ। किनभने 2 तिमोथी 1 अध्यायको 7 पदले भन्दछ, हामीले कुनै पनि डरको आत्मा होइन तर शक्ति, आत्मसंयम, प्रेमको आत्मा पाएका छौँ। प्रियहरू, जब पवित्र आत्मा आउनुहुन्छ उहाँले सबै डरका आत्मा हटाइदिनुहुन्छ र शक्तिको आत्मा दिनुहुन्छ, डरबाट हामीलाई छुटकारा दिनुहुन्छ। त्यसैले हरेक दिन पवित्र आत्माको उपस्थिति, उहाँको महिमालाई र उहाँको आवाजलाई खोज्नुहोस् र 100% डरबाट छुटकारा प्राप्त गर्नुहोस्।